अब यसले चाहिँ म्यानेजमेन्ट गर्नुपर्दा चाहिँ ढुङ्गाहरू अलिअलि त त्यहाँ चौतारामा लाग्ला नत्र यो ढुङ्गाहरू कहाँ लाग्छ यसले चाहिँ जिल्लातिर नै लगे राम्रो हुन्छ जस्तो लाग्छ मलाई। जिल्लामा त तल पछाडिपट्टि खाल्डो छ नि, त्यहाँ खाल्डोतिर लगेर यसले चाहिँ किन्न पर्दाखेरि 7-8 हजार पर्छ। यो ढुङ्गा भयो अनि यो बालुवाहरू भयो, यो बालुवा त यहाँ काम लाग्छ होला, यो बालुवा त सायद यहाँ चौतारा बनाउँदा काम लाग्छ। अनि यहाँ पनि यो मैले लागेको हेरी यहाँ पनि यो पहिला बनाएको खाल्टो अवस्था छ, यसलाई पनि बराबर गरिदिनु कि आउनु त भाइ, यसलाई पनि बराबर गरिदिएर यो 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 लेभलमा बराबर गरिदिनु पर्छ कि भन्ने मलाई लागेको छ होइन। यो मेरो लागेको कुरा मात्रै हो। र यो ढोकाहरू यो के अरे भर्याङहरूलाई पनि अपडेट गर्नुपर्ने छ, भर्याङहरू पनि मार्बल लगाइदिनु पाए अझ राम्रो हुन्थ्यो। यहाँ यस्तो अवस्था छ, यो सबै जीर्ण भएको अवस्था छ, यो घर सफा गर्नुपर्ने थुप्रै थुप्रै कामहरू छ। हामी बोर्डका साथीहरूसँग सल्लाह गरेर के गर्नुपर्छ उहाँहरूले बोर्डको साथीहरूले चाहिँ गर्ने भनेर म्यान्डेट दिनुभयो भने काम गर्नलाई हाम्रो निर्माण समिति तत्परै छ। यो सबै धेरै कुराहरू गरेको छ, अझ धेरै कुराहरू गर्न बाँकी छ भनौँ न। धेरै सुधार भएको अवस्था त पहिलाभन्दा त धेरै नै सुधार भयो। अब 71वटा मिसिन त बनिसक्यो, बिग्रेर बसेको। अब यो चाहिँ सेवाग्राही रगत त्यो माथि बोर्ड निकाल्नु है, यता गर्नु। अब यस्तो यो सेवाग्राही रगत दिन आउनु पनि ठान्डा, पहिला एउटा 2टा पङ्खा बिस्तारै हल्लिन्थ्यो, गर्मीमा बस्नु पर्थ्यो, अहिले एसीमा राम्रोसँग अब बस्न सक्ने अवस्था बनेको छ। यो पनि धेरै उपलब्धिपूर्ण कुरा हो। यसको लागि पनि सम्पूर्ण सबै तपाईँको सुझाव सल्लाहको लागि धन्यवाद दिँदै आगामी दिनहरूमा नि हामी निस्वार्थ रूपमा यो काम गर्नेछु। रेड क्रस र ब्लड ब्याङ्कको लागि, यसको चाहिँ समुन्नतिको लागि, यसलाई कसरी राम्रो गर्नेतिर हामी ध्यान दिनेछु भन्दै फेरि आजलाई बिदा लिएँ। धन्यवाद।